के एउटी श्रीमतीलाई सम्पत्ति र अंशबाट वञ्चित गर्न आफ्नै श्रीमानले ज्यानै मार्ने योजनासम्म बनाउन सक्छ? नमस्कार दर्शकबिन, हाम्रो च्यानल मिरा डायरिजमा तपाईँलाई धेरै धेरै स्वागत छ। यदि तपाईँहरू पनि लोकप्रिय नेपाली टेली श्रृङ्खला भुन्टीका नियमित र रमाइलो दर्शक हुनुहुन्छ भने आजको यो भिडियो तपाईँहरूको लागि अति नै रोचक, भावनात्मक र विस्तृत बन्नेछ। जहाँ हामी यसको भाग 328 को सम्पूर्ण कथावस्तुलाई गहिरो विवरण र विश्लेषणका साथ प्रस्तुत गर्दछौँ र आजको यो लामो समीक्षात्मक अङ्कमा पारिवारिक विश्वासघात, सम्पत्तिप्रतिको मोह, आमाको गलत ममता र न्यायका लागि भुन्टीले गरेको कडा सङ्घर्षलाई सिलसिलाबद्ध रूपमा चर्चा गर्छौँ। त्यसैले भिडियोलाई अन्त्यसम्म सँगै हेरेर साथ दिनुहोला, किनकि आजको भाग निकै नै रहस्यमय, तनावपूर्ण र उथलपुथलले भरिएको थियो। जसको सुरुवातमै भुन्टीले आफ्नो श्रीमान भूपेन्द्र र उसकी प्रेमिका जेरी बीच फोनमा भएको डरलाग्दा कुराकानीको पर्दाफास गर्दै थोरै सम्पत्ति र अंशको लोभमा आफ्नै वैवाहिक पत्नीलाई कसरी सिद्ध्याउने भन्ने योजना बनाएको त्यो अडियो रेकर्ड सुरक्षित गरिसकेकी हुन्छन् र भुन्टीले यो गम्भीर अपराधको पोल पुलिस चौकीसम्म पुर्याउने र उनीहरूलाई कानुनी कठघरामा उभ्याउने दृढ निर्णय गरेपछि घरभित्र ठुलो भूकम्प जान्छ। जहाँ भूपेन्द्र र उसका परिवारका सदस्यहरू सुरुमा त यो कुरालाई हल्का रूपमा लिए पनि जब भुन्टीको अडिल्लो अडान देख्छन् तब उनीहरूको सातो जान्छ र सम्पत्तिको लोभमा अन्धो बनेका भूपेन्द्रले आफ्नो अपराध स्वीकार गर्नुको सट्टा उल्टै भुन्टीलाई नै धम्काउने र मानसिक तनाव दिने प्रयास गर्छन्। तर यसपटक भुन्टी कुनै पनि हालतमा पछि हट्नेवाला छैनिन् र यता भूपेन्द्रकी आमा अर्थात् बालकुमारी र घरका अन्य सदस्यहरूको चरित्र झनै घिनलाग्दो रूपमा बाहिर आउँछ, जसमा एउटी आमाले आफ्नो छोराको गल्ती सुधार्नुको सट्टा उल्टै त्यो माग्नेकी छोरीलाई बोरामा हालेर बाहिर फ्याँक्नुपर्छ भन्दै अमानवीय र क्रूर सल्लाह दिन्छन् र भूपेन्द्रकी प्रेमिकाको उक्साहट र आमाको गलत साथ पाएपछि भूपेन्द्र झनै निर्दयी बन्न खोज्छ। तर भुन्टीले पनि बालकुमारीको विगत र उनीहरूको घमण्डलाई सम्झाउँदै यदि न्याय नपाए यो घरका सबैको असली रूप समाज सामु उदाङ्ग पारिदिने चेतावनी दिँदा परिवारभित्रको यो आपसी कलह र द्वन्द्वले पराकाष्ठ नाग्छ। यस्तो कठिन र तनावपूर्ण परिस्थितिमा पनि भुन्टीले आफ्नो गाउँमा बस्ने वृद्ध आमाबुवाको ख्याल राख्दै गाउँघरमा पहाडी पहिरो र विभिन्न नराम्रा समाचारहरू आएको सुनेर आत्तिनु भएकी आमालाई भिडियो कल मार्फत सम्झाउँछिन् र आफू म्याडमको घरमा अति सुरक्षित र आनन्दले बसेको बताउँछिन् ताकि उनीहरूले कुनै किसिमको चिन्ता नलिउन्। र आमा बुबा छोरीको यो प्रगति र खुसी देखेर दङ्ग पर्दै मोबाइल प्रविधिको चमत्कारमा खुसी साट्छन्। तर अर्कोतर्फ छोरीमाथि भइरहेको यो भयानक षड्यन्त्रको बारेमा आमा बुबा पूर्ण रूपमा अनभिज्ञ नै हुन्छन्, जुन दृश्यले कथामा एक प्रकारको भावनात्मक गहिराई थपिदिन्छ। र कथाको अन्त्यतिर पुग्दा भूपेन्द्र र उसको परिवारले भुन्टीलाई जसरी भए पनि दबाब दिन खोज्दै मैले मेरो श्रीमानलाई फसाउनका लागि एआईको प्रयोग गरेर नक्कली अडियो बनाएकी हुँ भनी क्यामेराको अगाडि बोल्न लगाउँछन्। त्यति मात्र नभएर शारीरिक तथा मानसिक टर्चर दिन थाल्छन्। तर भुन्टी ती पापीहरूको कुनै पनि धम्की सामु नझुकी आफ्नो ज्यानको बाजी लगाएर भए पनि यो अन्याय र अपराधको पर्दाफास गर्ने अड्डोडमा दृढ उभिन्छन् र सत्य र असत्यको यो ठुलो लडाइँमा अब आउने भागहरूमा भुन्टीले प्रहरी चौकीमा बुझाएको त्यो बलियो अडियो प्रमाणका आधारमा प्रहरीले भूपेन्द्र र उसकी प्रेमिका जेरीलाई रङ्गे हात पक्राउ गर्नेछ र जुन आमाले आफ्नो छोराको अपराधलाई ढाकछोप गर्न बोरामा हाल्ने कुरा गरिन्, अब कानुनको फलामे डन्डी पर्दा उनको सम्पूर्ण घमण्ड माटोमा मिल्नेछ। र अंश र सम्पत्तिको लोभमा आफ्नो परिवार र श्रीमतीलाई सिद्ध्याउन खोज्नेहरूले जेलको चिसो हावा खानु पर्नेछ भने भुन्टीले अन्ततः सत्यको जित स्वरूप पूर्ण न्याय र सुरक्षा प्राप्त गर्नेछिन्। त्यसैले तपाईँहरूलाई भुन्टी सिरियलको यो भाग कस्तो लाग्यो र के भूपेन्द्रले सजाय पाउनुपर्छ जस्तो लाग्छ? आफ्नो विचार तलको कमेन्ट बक्समा अवश्य लेख्नुहोला। अनि यदि तपाईँहरूलाई हाम्रो यो विस्तृत समीक्षा मन पर्यो भने कृपया भिडियोलाई लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने आगामी दिनहरूमा पनि यस्तै रमाइलो र रोचक नेपाली सिरियलको अपडेटहरू पाउनको लागि च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको घन्टी आइकनलाई दबाउन नभुल्नुहोला, किनकि तपाईँको साथ र समर्थन नै हाम्रो ठुलो प्रेरणा हो। धन्यवाद र तपाईँको दिन शुभ रहोस्।